Hello, namaste and good afternoon सम्पूर्णमा. So welcome to अरे कहना क्या चाहते हो? वेलकम ब्याक टु माई युट्युब च्यानल. अझै फेरि पनि आज चाहिँ हामी नयाँ ठाउँ नयाँ गाउँ ससुराली गाउँबाट है यहाँनिर चाहिँ मसँग चाहिँ आज बहिनी भाइ अनि मिसेस हुनुहुन्छ. अहिले चाहिँ हामी बिहे घर जाँदैछौँ. बिहे घरमा चाहिँ अघि नै पुगेर पनि हामी माथि मूल घरतिर गएको थियौँ एकचोटि यसो कोसेलीहरू छोड्न होइन. अब चाहिँ अनि फेरि कोसेलीहरू छोडिसकेर ब्याक टु बिहे घर. सो सी यु गाइज. अब के हुन्छ होइन हाम्रो सुनवार रीतिमा चाहिँ कसरी बिहे गरिन्छ त्यो सबै म तपाईँहरूलाई देखाइ नै हाल्छु. सो शुभ विवाह. दारी सारी पालेर त्यो रङ ल्याउनु भएको छ. रङ ल्याउन त ल्याएको छ. अहिले हेरौँला त्यहाँ कुन कुन रङ चाहिन्छ. यहाँ रङ अझै खोजी भयो कि रङ चाहिँ ल्याएँ के अरे त्यो रङ पो कहाँ राखेको छ खोज्नै पर्छ अब किन म त फलाउँदै थिएँ कि तँलाई त बसेको फलाटे एउटा डाइरेक्ट यता आउँछ. दाले काम लिनु भएर चाहिँ फेरि साथी पुगेर आइदियो क्या भन्नु नि फर्स्ट त घुमाएको क्या दायाँ लिनु भएको छ त्यही भएर खै त फर्कुन्डा भन्थे त मम्मीले के यो उता किचनको लागि यो चुलो चौको गाड्नेलाई के अरे यस्तो चाहिन्छ र फेरि ए कहाँ उता किचनको लागि ए क्रिस्चियनको लागि किचन किचन हजुर ए कम तयारी हुन्छ. अब एकछिन केस काट्ने हो त केस काटेर नुहाइ धुवाइ गर्नु. ल अब यहाँ चाहिँ हाम्रो बेहुलाको नुहाइ कार्यक्रम हुँदैछ. यहाँ दिदी बहिनीहरूले चाहिँ नुहाउँदैछन् सोल्टीलाई. ए त्यहाँ पस्ने होला नि सोल्टी पस्ने हो. फर्कुन्डा नि कत्रो ठुलो ए लडलाई सोल्टी बिस्तारै पछाडि मिलाएर पसौँ है. खोइ पैसा सानो भएछ ल बेहुलालाई चाहिँ हाम्रो दिदी बहिनीहरूले चेलीबेटीहरूले नुहाइदिँदैछन् अहिले. मजाले नुहाइदिनु है ल. आँखामा चाहिँ धिरी छोरा आज त सोल्टीलाई कपाल टाउको पनि रातै ज्यान पनि रातै बनाउने भए.
ल अब चाहिँ अब आफूले सामान लान्छ शम्भु सरले अब समातिदिने होला नि स्याम्पू छैन नल्याएको कपालमा आउनलाई स्याम्पू लगाइदिए भइहाल्थ्यो नि ल चेलीबेटीको काम सकियो रे लाग्यो यिनीहरू अब लुरे 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 आइज यहाँ सामान काकी भयो सगुनीहरू सगुनी चोकी माथिलाई चाहिँ आयो दुईजना केटा चाहियो के चाहियो हाम्रो हजुरलाई दियो कोही दुईजनालाई चाहिँदै भन्दा भन्दा अहिले हो टिका पनि लगाइदियो दाइने दाइनेले टिका पाइदियो दुईजना आजकल नाक कसर चल्छ तिमी नकर चोकी माटेको छु एउटा कसर बनाउनु हुनै पर्यो केटीलाई मात्र होइन चारजनालाई मात्रै बिस्कुट चलाउने अझ एक दुई मुठी हाल बिस्तारै भयो भयो छोरी माटले खन्छन् भइसक्यो माटोले ल्याउनु रे कान्छी ल्याउनु रे कोदाली यो हामीलाई थाहा छ लोखन्तलाई कुटेर भोलि भात बाँड्नुपर्छ अरू म जान्दिनँ हामी रेडी भइहाल्छौँ नि ठुलो कुरो होइन एकछिनमा हो ए यता कहाँ लगेर लानु गएर त्यो के भएको त्यो चाहिँ ए सिर उठाएको हो ए भान्सा गर्नेहरूलाई हो यो चाहिँ के हो ल किचन टोलीहरूलाई चाहिँ सिर उठाएको थियो है यो चाहिँ कतिजना छन् हाम्रो किचन टोलीहरू छर्के ढाको टोली ल मामा मौलीले होइन यो मामा मौली टोलीले चाहिँ यहाँनिर के अरे यज्ञ राख्नको लागि भुइँलिप्दै हुनुहुन्छ धुलो पारेको छौँ फेरि पनि
यस्तै त होला नि होइन उसै गाड्ने के यज्ञ त के भन्नुभयो केराहरू पनि राख्थ्यो नि होइन र केरा राख्छन् उखु ल यो चाहिँ यज्ञ रेडी हुँदैछ अब पानी परेर यहाँ पालसाल पनि उडाइया मस्तले यज्ञ रेडी भएर बेला पनि बसिसक्नु भएको छ है त यज्ञमा के हुन्छ हाम्रो बाहुन बाजेहरूले पढिसकेर चाहिँ ओम पवित्र वा पवित्रम क्षिपेत ओम संभाजम यहाँ हाम्रो म्याडम हुनुहुन्छ हो शशिकला सुनवारज्यू के छ हाल खबर अलिकति जुम इन भएछ कि जुम आउट गर्नु पऱ्यो यतिकोमा होइन अनि तल चाहिँ हाम्रो बेहुला सोल्टी साहेब चाहिँ सोल्टी साहब चाहिँ यज्ञमा बसिराख्नु भएको छ हामी चाहिँ यहाँ मासतिर भाइ र बहिनीलाई खाना खुवाएर पठाउनु पर्ने हुन्छ दुईजना चाहिँ यहाँनिर खाना खाइराखन् कस्तो छ खाना मिठो छ कस्तो छ खान्छ एउटा गम्बल गममा खाएर देखाइदियो त हो ग्याप लगाएर लो त सुनवार जातिको ट्रेडिसनल किताब एकछिन बिहे अगाडिको कोसेलीको के गरेको रहेछ फुकुको कोसेली कोसेली किताब गरेको हो किताब सक्यो पानी ले भाई यार परमेश्वर यार गर्नु पर्यो पहिला नै पोस्ट गरेर आउनु पर्ने रहेछ त्यो भिडियो बनाउने
त्यस्तै जानेकै त्यस्तै बिहान रक्सी लागेको छ कि अझै खेल्छु हाम्रो भेनाजी यहाँ लोकलले बसिराख्नु भयो त आजको आमा टोलीको सुनचुर र लुगा दिने कार्यक्रम भइरहेको छ यहाँ दिदीको पालो माला लाउने पहिराउने हुँदैछ यहाँ चाहिँ अब हाम्रो दाइजिन माला मिलाउने फुलको झिकम छ फुल झिक्दै त खान्छ फुल झिका उयो बिग्रो माथि बहर बिग्रे
हो अब दुबोको माला छैन अब हुन्छ आज त लाउनु पर्छ ल दुबोको लगाइदेऊ छैन 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 अब सिद्धो जन्ती जाने म पनि हो ओडारेको समूह भन्ने मान्छे कोही जन्ती जानेले होइन किन फेरेको हामीलाई पुनः हुँदो रहेछ त सक्यो चार्जै अब चाहिँ हाम्रो यो दाइलाई चाहिँ सिकाउने काम पुरो सकिएर अब चाहिँ हामी भाउजू लिने तर्खरमा अब रेडी हुँदैछौँ दाइ चाहिँ यहाँ हुनुहुन्छ अब केही समयमा हामी भाउजू लिनको लागि प्रस्थान हुँदैछौँ गाइजो कपडा बिग्रिन्छ त एउटा फाल्टु सल छ कि छैन है चेलीबेटीलाई लगाइदिएको सल पनि हुन्छ छैन अझै रातो सुतो त यहाँ लुगा बिग्रिन्छ भाइको किन दिएको त यही दियो होला नि एउटा केही दिँदैन त सिट खाली रेसमा कहाँको रेसमा खोइ केटालाई होइन रेसमा खै त किन निस्किनु रेसमा खोइ त रेसमा लिएर आइज न किन तिमीहरू कहाँ जान्छौ के भेक्रो भएको है रेसमा तेल हागा बेख्रेको टाका आइसक्यो है फुपूलाई जोइहरूले लागेको Nielem pasunu. Marco. Sudah pada. Go. Anak kacang koi. हाम्रो पैसा मलाई पनि गएको अब ओ शम्भु गएको काकाले टिका लाउँदै अब पुरा पारे यता पनि हेर्दै गर्नु है नमस्ते
भयो ल ढोलु बजुलाई ल अनि काका के छ त अनि छोराको बिहे हुँदा कस्तो फिल भइरहेछ एक दुई लाइन दिनु पर्यो नि त नि हो नदिने पो रहेछ नि त काकाले त यो चाहिँ यो ट्रेडिसनल तरिकाले यहाँ चाहिँ ठेकीमा चाहिँ दही छ यो चाहिँ अब के गर्छन् कोही थाहा छैन मलाई पनि थाहा छैन है अलिक घोप्टो पर्नु है घोप्टो पर्नु कता यता घुमाउनु पर्ने हो यो तिन राउन्ड घुमाउनु अलिक घोप्टो पर्नु है माथि छुन्छ है हो ठिक छ माउर च्यातिन्छ है एक राउन्ड भएन हुन्छ खास हुनु चाहिँ तिन भन्दा रहेछ धारा पानी सानो है भान्जा अलिक पानी चाहिँ चिराउनु पर्यो अलिक घोप्टो है हो ठिक छ बाँसले त्यहाँ माउर च्यात्छ अब यही बाली अलिक ठिक हो यहाँ बाँस ठिक छ अब भयो होला भयो अलि उता यता लाने अब लाने पो पछौटो लागेर जाने ज्यादा छिरो भयो अब अब हामी भाउजू लिन लाग्यो दादा अब के छ त अनि भाउजू लिन जाँदैछौँ खुसीको बोल भान्जालाई अब लिन जाँदैछौँ हामी जन्तीहरू हाम्रो बाई बाई म पनि जाने हो खसी लानुपर्ने कि पहिला सुँगुर लान्थे कि खसी नै लान्थे त्यो सामान सबै ल्याऊ है